हेलो साथीहरु सबैजनालाई नमस्ते। अनि हामी चाहिँ यति बेला रोमानिया हामी कहाँ छौं रे? हामी ब्रासोभमा छौं दाजु। रोमानियाको ब्रासोभ कुन ठाउँ यो? हामी चाहिँ ब्रासोभको यो ठाउँको नाम थाहा छैन, हिँड्दै हैन है, अब फर्स्ट टाइम हो हामी चाहिँ रोमानिया आएर घुम्दै। यस्तो ठाउँ बब्बाल छ हो। अब जानुपर्छ सर, जाने चाहिँ माथि। हामी चाहिँ ब्रासोभको यो डाँडा रङ्गी डाँडामा आएको छौँ। डढाएर हिँड्नु नि बेल्जियम एला नस भन्ने हो। ओके म भिडियो दाजुलाई पास गर्न चाहन्छु। ल खत्रै छ हो यस्तो सेम हेर नेपाल। यहाँ त के छ हो यहाँनिर? गुफा खतरा छ त यार, चाबी लगाएर राखिरहेको छ। गुफा ओ माई गॉड, यस्तो छ ठाउँ सेम नेपाल हो यार। अहिले म सिटी देखाउँछु ल एकैछिनमा कस्तो लागिरहेछ। Hello, what's up guys? It is very cold. खत्रै दिएछ तिमीले त। Pofrey City, Brasov City. Okay. ल यहाँको जङ्गलमा यस्तो खतरा राइडरहरू यहाँ होइन, यहाँ होइन होला। खतरा छ ल। यहाँ त जङ्गलमा पनि पुरा साइकल राइड हानिरहेछ। अनि नेपालमा त्यस्तो हुन्छ? नेपालमा छैन नि त। अनि अब यहाँबाट हामी रोमानियाको जङ्गल पर सिटी ल ऊ तलबाट यो। अनि केटाहरू चाहिँ माथि निस्किसक्यो। अब चाहिँ खतरा माथि निस्किनु पर्छ हो। नेपाल जस्तै छ हो, नेपाल जस्तै सेम नेपाल हो। र रोमानियामा सबैभन्दा ब्युटिफुल प्लेस भनेको ब्रासोभ नै रे। अघि त्यहाँनिर एकजना गोरे सोल्टी भेट भएको थियो हो। अनि उसले चाहिँ रोमानियाको सिटीहरूमा सबसे ब्युटिफुल सिटी भनेको ब्रासोभ रहे क्या। ए हो अनि हामी चाहिँ कति जानुपर्छ हो? ए ल जाउँ न जाउँ। म त मोटो मान्छे, हिँड्नु पनि सकिरहेको छैन हो। सास म तपाईँलाई पठाएकै गलेर बसेको होइन। ल जाउँ। ओ माई गॉड, जुत्ता चाहिँ मैला हुनेको त्यार्छु। के भयो भाइ? I'm very hungry guys. हो बिचरा यो भाइले चाहिँ खाना पनि खाएको छैन हो। 2 दिन भइसक्यो, टेन्सनले होला सायद। नेपालबाट आएको टेन्सनले यो भाइले 2 दिन भइसक्यो खानै खाएको छैन। पुरा भोक लागिरहेछ भन्दैछ अहिले उकालो चढेर। यो चाहिँ घुमेर झरिसक्यो। यहाँदेखि फेरि उकालो। अब यहाँनिर कस्तो सिस्टम है। अब यस्तो जङ्गलको भित्र पनि है टक्क यस्तो बनाएर है सानो यस्तो गुफाहरू जुन छ नि, यहाँमा खतरा गुफा पनि हो। यस्तो यो त छैन रहेछ, यो सानो छ है।
अनि अलि ठुलो खालको त्यो गुफाहरूमा पुरै ग्रिलको डोरहरू लगाएर खतरा बनाइरहेको छ हो तर डेभलप कन्ट्री भनेको डेभलपै हुन्छ कि अब यहाँको सिस्टमहरू है यस्तो जङ्गल छ तर पनि यहाँनिर हिँड्नको लागि बाटोहरू यो जङ्गलभित्र पनि यति क्लिन छ क्या यहाँको बाटो अनि सिस्टमहरू पुरै साइडमा ग्रिल लगाएर हो यदि म कुराहरूमा पुगिसक्यो हिँड्न गाह्रो छ हो अब यहाँ आइसके पछाडि सिटी दुईटा टावरहरू यही आइएको मेरो त छेउै देख्छ होला हौ